भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट चिप्लेर दुर्घटना पर्दा सबै यात्रुको ज्यान जोगिनु केवल संजोग मात्र थिएन, त्यहाँ एउटा अदम्य साहस र मानवताको ठूलो भूमिका पनि थियो। दुर्घटनाको छेडमा जहाजभित्र अफरातफरी मचिरहेको थियो। डर, त्रास र अन्यले सबैलाई झगडेको बेला पाथरका उमेश मोक्तान भने असाधारण साहसका साथ अगाडि बढे। जहाज दुर्घटना हुने बित्तिकै उनले एक सेकेन्ड पनि नडराई लात्ताले हानेर प्लेनको इमर्जेन्सी ढोका खोलेर यात्रुलाई सुरक्षित बाहिर निकाल्ने बाटो बनाए। जहाँ धेरैजना ज्यान जोगाउने चिन्तामा आत्तिएका थिए, त्यही बेला उमेश मोक्तानले अरूको ज्यान बचाउने साहस देखाए। उनको एक निर्णय, यो एक क्षणको हिम्मतले जहाजमा सवार उनी सहित 56 यात्रुको जीवन सुरक्षित रह्यो। आज उनी कुनै फिल्मका हिरो होइनन्, तर वास्तविक जीवनमा साँचो नायक हुन्। यस्तो साहस, सजगतापूर्ण निर्णय र मानवताको उदाहरण बिरलै देख्न पाइन्छ। उमेश मोक्तानको यो साहसी कार्यप्रति सम्पूर्ण नेपाली गर्वका साथ सम्मान व्यक्त गर्नै पर्छ। यस्ता नायकहरूकै कारण आज पनि मानवता जीवितै छ। धेरैभन्दा धेरै बधाई उमेश मोक्तान भाइलाई। हजुर जस्तो वीर, सच्चा, हिम्मत भएको मान्छेलाई राज्यले सम्मान गर्नै पर्छ।